आमा बन्डाले भाइ पनि आएको ब्याटल हान्न लाग्छ ल हैन दर्शक बिनहरु तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनेरि हामी ब्याटल हान्न गइरहेका छौं यस अब हामी अब एक तर्फी भुल्केबाट छ भने एक तर्फी गुठाबाट छ ल अब ब्याटल दाजुहरुबाट सुरु गर्नु होला ल त ब्याटल हान्न आइछस् भुल्केबाट या त ब्याटल हान्न आइछस् भुल्केबाट या यो छोटु भाइहरु पनि लिएर आइछस् त यहाँसम्म ब्याटल हान्नलाई अनि के हेरेको भाइ पालो तेरो आयो अब हान्न सरासर ओ काले जोको डिममा आजको चल्ला त बढी नै बोलिस भाइ अब बढी नगर होला त काले तेरो छेउमा छ दारे काले तेरो छेउमा छ दारे त हेर्दा मात्र यत्रो हो भाइ तेरो उमेर मेरो दाइको खाले त धेरै हल्ला गरिस् भाइ तेरो लेभल छ मेरो तल्लो भाइसम्म आउने खाले तैँले धेरै नै गरिस हाइटको कुरा वा 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 तैँले धेरै नै गरिस हाइटको कुरा बजारमा गएर सोध भाइ लाम्चेको भन्दा डल्लेको भाउ माथि छ थक फ्यामिलीलाई तेरो पारा नदेखा म भन्दा माथि जाने होइन मुजी तेरो काट्दिन्छु पखेटा हेर्दा फुच्चे तर मुजी र्याप हान्दो रहेछ कडा त फुच्चे हेरौँ मुजी धेरै माथि नजाल यो हिजो बको प्लान बको मालाको यो साइलाको एउटा खसी सिङ्गे खाने जान्छ खाइ लाग्दो माइलाको धेरै जीवको र्याप हानेर नपेल भाइ हेर यो धेरै जीवको र्याप हानेर नपेल हेर भाइ अब जीवको पालो गयो अब आउँदैछ भिटेनको हेर भाइ यो भिटेनको कुरा गरेर धेरै र्याप नसुना भाइ तैँले भिटेनको कुरा गरेर र्याप नसुना तैँले धेरै भाइ युट्युबमा सर्च गरेर हेर भाइ भ्युज माथि छ जोन दाइको भिडियो लेस भाइ जोन खत्री युट्युबको कुरा लेस भाइ जोन खत्रीको कुरा भाइ धेरै हल्ला नगर खुवाइदिन्छु फेरि राँगाको गुला तैँले कुरा गरिस् भाइ रागाको तैँले कुरा गरिस् भाइ रागाको तैँले चिन्नास् कि क्या हो यहाँ गुठाको दादाको भाइ कुरा गरिस् गुठाको दादाको भाइ कुरा गरिस् गुठाको दादाको अस्ति कोटको केटाहरूले कुट्दाखेरि किन साथी छोटा भागेको कुरा गरिस् भाइ तैँले अस्ति मलाई खेदी कुटेको बिर्सिस् क्या हो भाइ तँलाई अस्ति मैले चाकमा भालो हालेको तैँले कुरा गरिस् भालो हालेको तैँले कुरा गरिस् भाइ हेर भालो हालेको बिर्सिस् के हो भाइ अस्ति बाउ छोरालाई कुलोमा हालेको ल सिधै भोजपुरबाट है त मुबाङ किङ जोन खत्री युट्युब च्यानल है त यो हेर यो सिधै भोजपुर ल भोजपुर कोटबाट है गुठाबाट ल है यो हामी त अल्लरे छिटो हेर कमाउने सपना गोजीमा बिटो साथीभाइहरू ल है त ल भोजपुरबाट है त केटा हो यात्रा म गरिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्न मन छ आनन्द म ल सिधै भोजपुरबाट है त मुबाङ किङ जोन खत्री युट्युब च्यानल है त गाइस आज म जसो तसो आफ्नो पेट पालिरहेको छु पुरानो गाउँ पुर्खौली खेतबारीमा छु डाँडा पारी जान्छु दाउराको भारी हाल्छु जसरी भए पनि दुःख गरी बाँचिरहेको छु साथमा परिवार आमा बाउ छोरा छोरी खुसी छु म सुत्नु पर्या छैन बोरा ओडी के होला भोलि सपना बुन्न छाडिसके जितको आश छैन किनकि म हारिसके धन कमाउनलाई जब घर मैले छाडी गएको थिएँ बाँकी यो कुरा 10 वर्ष म खाडीमा थिएँ
विदेशतिर जानु पर्यो सब कुरा त्यागेर नरौ कान्छी केही वर्ष आउँछु म फर्केर अहिले चाहिँ बिदा दिनु जान्छु प्लेन चढेर नेपाली छोरो म त जानै पर्छ विदेशतिर नरुनु आमा तिमी जाँदैछु कमाउन केही वर्ष कुरी हेर आउँछु म फर्केर त्यसपछि मिलेर गाउँघरमै गरौँला भ्रष्टाचारी नेता मुजी यस्तै त रहेछ नि पिर नगर्नु आमा कहिले मेरो अहिले नि अब नेपाली छोरो भएपछि जानै पर्यो विदेशतिर आमाको पिर जहिले यता पनि टेन्सन लिनै पर्छ यात्रा म गरिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्न मन छ आनन्दमा एक्लै म लडिरहेको छु धेरै चोट पनि खाछु हारे पनि दुःख गरिरहेको छु म गरिरहेको छु पुरानो दिनहरू सम्झना आउँछ मेरो केटाहरूलाई मिस गर्छु खोइ कहाँ गयो त्यो रणनीतिक्सहरू तर मुजी मलाई पनि बाल मतलब चियो माछु म आफ्नो पाहाडमा बसी छराइरहेको छु घरको लागि म आज पढाइ बाछु राम्रो गर्न खोज्छु अन्त्यमा लास्ट त्यसलाई नि उपहार ठानेर मनमा सजाइरहेको छु मेरो मन हुन त मेरो पनि गल्ती छ यो गाह्रो भयो मलाई झन् मुटुमा यादहरू बजिरा दुखिरहेको छ मेरो मन हुन त मेरो पनि गल्ती छ गाह्रो भयो मलाई झन् मुटुमा यादहरू बजिरा एक्लै म लडिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्नु मन छ आनन्दमा नमस्ते दर्शकबिनहरू हामीले चाहिँ यो अब ऱ्याप बाटलमा के बोलियो अब यो थाहा छैन होइन अब हामी चाहिँ अब यही युट्युब च्यानलमा यसरी नै भिडियो आइरहन्छ अब तपाईँहरूले हेरेर माया गरिदिनु पर्यो होइन सब्सक्राइब गरिदिनु पर्यो सेयर गरिदिनु पर्यो तपाईँहरूले यस्तै रमाइलो भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ जोन खत्री मुगवानमा सब्सक्राइब गरेर सेयर गरेर सबैसम्म पुऱ्याइदिनु पर्यो अनि लाइक कमेन्ट नभुलिकन गरिदिनु पर्यो र आजको भिडियोमा हामीले अब के बोलियो कस्तो बोलियो अब त्यो त हामीलाई अब त्यो जोसमा अब ब्याटल हान्ने जोसमा अब के बोलियो त्यो त थाहा भएन त्यही पनि अब हामी चाहिँ अब यस्तै भिडियो आउँछ अब 1-2 दिन पछि आउँछ आजको लागि चाहिँ यति भन्दै हामी सबैजनाबाट बाई बाई नमस्ते सबैलाई ल गाइस ल